जीवन दौड होइन आफ्नो गतिमा हिँड्ने सुन्दर यात्रा हो। वेलकम साथीहरू सबैजनालाई नमस्कार मेरो सानो मिनी भ्लगमा। आज पनि म आइसकेको छु मेरो सानो सानो खुसीहरू हजुरहरूको सामु लिएर। आफूलाई अरूले बुझुन् भन्ने भन्दा पनि पहिले चाहिँ आफूले आफूलाई बुझ्न सिक्नुपर्छ। धेरै सोचेर हामीले अवसरहरू गुमाउनु भन्दा पनि हामीले चाहिँ सानो कदम चालेर पनि आफ्नो सही समयको सदुपयोग गर्न सिक्यौँ भने हाम्रै सफलतालाई अघि बढ्ने साथ मिल्छ। अरूको प्रशंसाको पर्खाइमा नबस्नु, आफैले पनि आफैलाई धन्यवाद दिन सिक्नु नै हाम्रो चाहिँ सबैभन्दा महत्त्वपूर्ण कुरा हो। साथीहरू, आजको सङ्घर्ष नै हाम्रो चाहिँ भोलिको कथा बन्नेछ। त्यसैले आज चाहिँ सङ्घर्ष गर्न छोड्नु हुँदैन। अरूले के भन्छ कि कसो भन्छ कि भनेर चाहिँ हामी अरूको कुरापट्टि लाग्यौँ भने चाहिँ हामीले पनि कहिल्यै अगाडि बढ्न सक्दैनौँ। त्यसैले अरूको कुरालाई चाहिँ नराम्रो कुराहरूलाई चाहिँ इग्नोर गरेर हामी चाहिँ सधैँ अगाडि बढ्ने प्रयास गर्नुपर्छ। जीवनमा सबै कुरा पाउनु सफलता होइन, आफ्नो मन र मस्तिष्कलाई शान्ति राख्नु नै जीवनको सफलता हो। म चाहिँ मेरो सधैँ यस्तै भिडियोहरू लिएर आउँछु होइन। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। मेरो पेजलाई चाहिँ फलो, लाइक, सेयर गरिदिनु होला भन्दै आज चाहिँ म बिदा हुन्छु हजुरहरू सामु। फेरि भोलि पनि म यस्तै मिठा मिठा कुराहरू, मिठो मिठो मेरो सानो सानो क्षणहरू लिएर म हजुरहरू सामु भोलि पनि आइ नै हाल्छु। मेरो प्रतीक्षामा को बस्नुहुन्छ मलाई कमेन्ट गर्नु होला। अनि मेरो भिडियो चाहिँ सधैँ आओस् भन्ने कसले चाहनुहुन्छ त्यस्तो चाहने साथीहरूले पनि मेरो पोस्टमा चाहिँ कमेन्ट गरिदिनु होला भन्दै म चाहिँ आजलाई बाई बाई। फेरि भेटौँला साथीहरू। थ्याङ्क यू फर वाचिङ।